जोनीको बेस्ट फ्रेन्ड को हो तिमीलाई थाहा छ? यदि थाहा छ भने कमेन्ट गर, यदि थाहा छैन भने लाइक गर। को हो भन त? कमेन्ट मात्रै गर क्या, कमेन्ट सेफ र सेफ कमेन्ट देऊ, धेरै खुसी हुनु पर्दैन। के थाहा छ कि थाहा छैन? यदि थाहा छ भने कमेन्ट यस गर, यदि थाहा छैन भने नो गर। को हो बेस्ट फ्रेन्ड, ताकि म पनि हेरौँ, जोनीलाई हेर्ने को छन् म पनि हेर्न चाहन्छु। र थाहा छ कि थाहा छैन? यदि तिमीहरूलाई थाहा भएन, ओह उप्स, जोनीको बेस्ट फ्रेन्ड हो केन्सी। ल मैले तिमीलाई भनिदिएँ। र कुङ लाओको पनि बेस्ट फ्रेन्ड रहेछ। म त के मलाई त धेरै अचम्म लाग्यो कि आम्मामामा, कुङ लाओको बेस्ट फ्रेन्ड लिउ काङ है गाइज। अनि मलाई चाहिँ त्यस्तो देख्दाखेरि धेरैभन्दा धेरै अचम्म लाग्यो। आम्मामामा, कुङ लाओको बेस्ट फ्रेन्ड लिउ काङ। अनि गड फायरको हेरेँ कि बेस्ट फ्रेन्ड, गड फायरको त भेटाइन। अब जति पनि त्यो त्यहाँ भयो सबै क्यारेक्टर देखाउँ नि, हो यो क्यारेक्टरले गल्तीहरू गरेको छ, ओरेको छ, त्यो गल्तीलाई सबै सुधारेको अरे नि त। अनि त्यो सबै गल्तीलाई माफ गर्दैछ। अनि नयाँ फेरि नयाँ बनाएछन् अरे क्या, त्यो ठाउँै नयाँ युनिभर्स क्या, युनिभर्स भन न, युनिभर्स चाहिँ नयाँ बनाइदिएको अरे गड फायर। यस्तै मोज मस्ती चाहिँ नगर है मेरो अगाडि, मेरो वाइफको जस्तो भन्छ त्यो त्यो जोनीले। अनि गड फायर चाहिँ त्यहाँ हेर न रिसाएको, धेरै रिसाइहाल्छ भने, जो पनि रिसाइहाल्छ नि, अब मोज मस्ती होइन गड हो भन्दै अब भनौँ भने त। अनि अब रिसाइहाल्छ नि हौ, अब अरूको रिसाउँछ नि त्यो। अनि त्यो अनि अलिक डरायो क्या, अनि त्यस्तो भन्दाखेरि म भगवान हो भन्दाखेरि। अनि मलाई जोनीको चाहिँ त्यो के अरे, त्यो एउटा छ नि, त्यो के अरे तरवारले दिदिन भन्थ्यो, त्यो एउटा कुरा छ नि। अनि फेरि गिफ हिम भन्दै यता दियो नि एक अर्काले तरवार, त्यस्तो त्यो हतियारहरू, त्यस्तो त्यो के अरे तरवार र के भयो त्यो कटाना देख्दा चाहिँ मलाई अचम्म लाग्यो है। लगभग एनिमेमा त कटानै रहेछ, त्यो चलाउन आएन भने भाँचिन्छ अरे, के अचम्म। त्यसो भने मैले पनि जिन्दगीमा कहिल्यै देखेको छैन त्यो कटाना। त्यसो भने अब हामी नेपालले त्यो चलायो भने सायद त्यो भाँचिन्छ होला होइन गाइज, कि कसो हो कुनै हल्का मोच मस्ती प्र्याङ्क, जस्ट ह्याभ अ प्र्याङ्क फ्रेन्ड्स। मैले पनि देखेको छुइनँ कस्तो हुन्छ कुनै कटाना, जति देखे पनि एनिमे र गेममा त्यो। तर जे होस् एकदमै धेरै राम्रो छ। कटाना हो कि तरवार हो, म त एउटै देख्छु त हौ, कटाना र तरवार। र तान्जिरोले लगाउने चाहिँ हतियार अरे। अनि जोनीको त्यो के अरे, त्यो कहिले म कसैलाई दिन्न, यही बरु त्यही तरवार युज गर्न भनेको थियो, दिएन, कसैलाई नदिने भन्ने मान्छे त्यो के अरे क्यारेक्टर। अनि लास्टमा त के हो, आफ्नै बेस्ट फ्रेन्डलाई दिएछ सायद। त्यसले त्यो के अरे क्यारेक्टर, त्यो गेमको क्यारेक्टर छ नि, यदि गेम चाहियो भने चाहिँ कमेन्ट गर है। त्यो गेमको क्यारेक्टरले, तर त्यो गेमै हुँदैन, त्यहाँ त उल्टै मुभी भनेर देखेको थियो, कस्तो अचम्म हो क्या। अनि त्यो सायद आफ्नै साथी बेस्ट फ्रेन्ड मिल्ने साथीलाई दिनको लागि होला कि त्यो त्यसरी युजै नगरेको क्या, आफू पनि युज नगर्ने अनि अरूलाई पनि युजै गर्नु नदिने। अनि लास्टमा के भयो, लास्टमा आफ्नै बेस्ट फ्रेन्डलाई दियो, मिल्ने साथीलाई दियो। अनि के हो अचम्म, फ्रेन्डसिप मिल्ने साथीमा चाहे दुःख होस् या सुख होस्, के अरे दुःख सुख सबमा साथ दिन्छ न क्या, हरे गाइज कि कसो। अरे बाफ्रे बाफ, म त छक्क परेँ त्यस्तो देख्दाखेरि। अनि अब के अरे जस्तै कि जोनी गएर आम्मामा, म त त्यस्तो भनेको थियो कि म कसैलाई दिन्न भन्थेँ, लास्टमा के भयो, लास्टमा के अरे अरूलाई नि दियो क्या। त्यो जो कि अचम्मको कुरा पनि हो र सोच्नुपर्ने कुरा पनि हो। बरु लिउ काङ र कुङ लाओको त खै देख्ने, उनीहरू पनि दुवैजना बेस्ट फ्रेन्ड हो। त्यो विधि मोज मस्ती प्र्याङ्क त गर्दैन रहेछ। र त्यस्तो प्र्याङ्क चाहिँ मेरो अगाडि नगर है भन्दै रहेछ, आँखा पनि नक्ली हो कि क्या हो भन्दै रहेछ। आमा त्यस्तो कहाँ प्र्याङ्क गर्नु, त्यस्तो प्र्याङ्कै गरेकै होइन गड फायरले।
जबकि गड फायर भनेर भनिरहेछ भनेकै मानेन। अनि लास्टमा त्यो के अरे सामान त्यत्रो महँगोको सामानहरू त्यो फुटो अब नछुवा भन्दै पुरा त के हो किडन्याप गरे जस्तो त्यो के अरे डोरीले बाने जस्तो। तर जे होस् राम्रै छ त्यहाँको क्यारेक्टर। आमा मेरो 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 टिकटकमा त्यो मेरोमा होइन त्यो निलो टिकटकमा जो कि अस्ति देखिसक्यो त्यो क्याप कटबाट बनाउँदाखेरि आक्कीको बनाउँदाखेरि अम्मामा त्यसमा त्यो गेम मेरो मेरो होइन त्यो गेम पिसीको आम्मामा कति धेरै आएको क्या। सुरुमा चाहिँ कार्टुन अनि कार्टुन पिसी एनिमीहरू फ्री फायरहरूको पनि देखेँ म। त्यो फ्री फायरको चाहिँ आएको देखेर ठिक त लागेन के अरे त्यसरी आम्मामा बारम्बार कतिपल्ट आएको क्या। यसपल्ट एल्गोरिदम हटाएपछि आउँदैन भन्थ्यो टिकटक र युट्युबले। अब तिनीहरूले भनेको त खोइ भएन रहेछ गाइज। खोइ त अनि मैले त कति हटाएर पनि आएको के भनेर आउँछ फेटालिटी कुङ लाउ यु विन्स फेटालिटी त्यो गेम आयो कि आएन तिमीहरूकोमा जिन्दगीमा फर्स्ट टाइम देख्ने भनेको त्यही टिकटकमा मात्रै हो त्यो गेम। आमामा एकपल्ट आएपछि चाहिँ के हो आक्को आए म त अनि परेसान भएको। अनि अब धेरै भयो स्क्रल गरेको अनि कस्तो रहेछ भनेर त्यो गेम हेरेँ। अनि के हो भनेर मैले अब गेमको नाम चाहियो भने मात्रै गाइज म तिमीहरूलाई भन्छु नभए म भन्दिनँ। अनि के हो भनेर मैले युट्युबमा हेरेँ पहिला फर्स्ट त्यहाँ टिकटकको त्यो कमेन्टमा हेरेँ कस्तो रहेछ यो गेम। जति बेला नि फेटालिटी भनिरहन्छ है गाइज। अनि अब हेर्न त मन लाग्यो क्या। अब बारम्बार देखाइरहन्छ टिकटकले पनि। अनि युट्युबमा गएर हेरेको आम्मामा अरे बाफ रे बाफ बिचराहरूलाई केसेर टचर गरेर मारेको कतै नगइकन डार्क वेब। तर डार्क वेब पनि त्यति खास छैन। खोइ भिडियो हेर्न नमिल्ने कस्तो खाले डार्क वेबबाट हिजो मैले गएर हेरेको थिएँ त्यो भिडियो। खोइ भिडियो होइन त्यो एप र पनि मैले खोइ त्यस्तो त्यो विधि भिडियो त टचर गरेको त भेटाइन। बिचराहरूलाई केसेर टचर गरेको त्यहाँनिर झुक्केर पनि नजानु भन्दै भन्छ हिन्दीबाट। खोइ म त गएँ त मलाई त केही जस्तो लागेन। त्यो नर्मल लाग्यो त्यो एप। त्यो अमेरिकाले कि खोइ केले बनाएको अरे राम्रोकै लागि तर सबैले के अरे नराम्रो लागि अब युज गरेछ। अनि त्यो त अब उनीहरूकै गल्ती हो नि बनाउने भने कसै के गल्ती होइन त्यो त। तर के अरे भिडियो छैन हौ कस्तो खाले एप हो त्यो। बरु एपमा त भिडियो हुन्छ फोटो हुन्छ। बरु यो मेरो लागि त युट्युब जिन्दाबाद। डार्क वेबमा एउटै भिडियो देखिन। अब नाम छन् डार्क वेब। अब गएर डाउनलोड गर भने इन्स्टल गर भने भिडियो सिडियो केही नदेखाएको। अनि कस्तो अचम्म होइन। अनि गाइज त्यो के अरे अब कमेन्ट चाहिँ गर्न नबिर्स है। अनि त्यो गेम अनि के रहेछ भन्दै अब तिमीहरू पनि सोधेको मेरो त त्यही फेटालिटी भनेर आइरहन्थ्यो। अनि टिकटकमा यसो कमेन्टमा देखेँ कि अनि युट्युबमा गएपछि यो पो रहेछ गेम भन्दै यसो युट्युबमा गएँ आम्मामा बाप रे बाप जताहरू फेरि कस्तो टर्चर गरी मारेको कतै नगइकन डार्क वेब। अनि म त्यही युट्युबमा गएर हेरेँ अनि ठिकै लाग्यो। आमामा खुन खराबी तोडमोड खुन खराबी क्या। त्यहाँ त जतायो त्यतै खुन खराबी जिद्धर देखो उद्धर कुनै खुन खराबी यो भन्ने जस्तो क्या। अनि फेरि आम्मामा कस्तो गरेर त्यहाँको त्यो क्यारेक्टरहरूले मारेको क्या। आम्मामा भनेपछि त्यो क्यारेक्टरले मारेको ओरेको जति त्यो सब गल्ती हो उनीहरूको भन्छु क्या म चाहिँ। अनि अझै फेरि त्यो अर्थ युनिभर्स अरे खोइ के युनिभर्स अर्थ युनिभर्स पृथ्वीवासी हो तिनीहरू के अरे हो त्यो पृथ्वीवासीलाई चाहिँ मन नपराउने अरे त्यहाँको त्यो अर्थ युनिभर्सले। फेरि कस्तो राम्रो रुख हो यार तिनीहरूको मलाई त देख्ने बित्तिकै राम्रो लाग्यो। अझै अनि फुल पनि राम्रो लाग्छ। फुलहरू त अब सबै राम्रै लाग्छ। अब मनपर्ने भनेको फुल त मलाई सूर्यमुखी हो। अनि अब त्यस्तो राम्रो रहेछ फुल त्यहाँ त्यो के अरे रुख क्या। आम्मामा म छक्क परेको। अनि रातो बराको रुख जिन्दगीमा कहिले नदेख्ने भनेको मैले
त्यही गेममा है रातो रुख अनि फेरि हरियो रुख अनि फेरि गुलाबी रुख त्यो रुखहरू कहाँ पाइन्छ हौ मैले त यतातिर त उता नेपालमा त मैले कहिले देखिनँ अझै त्यो के हो क्यानाडाको त्यो झन्डामा गुलाबी पनि होइन ओरेन्जबाटको त्यो के अरे पत्ता पो हुन्छ कुन चाहिँ ठाउँमा हो आमामा अझै फेरि एजेन्ट 47 त्यहाँनिर त्यो नराम्रो मान्छेहरूलाई मार्नुको जाँदाखेरि त्यही रुख देखाउँछ त्यही रुखहरूको पत्ताहरू नि फेरि के साह्रो भुइँमा झरेको त्यो पत्ताहरू आमामा र त्यो थाहै छैन अब त्यो पत्तामा खास के छ कुन त्यो पत्ता चाहिँ त्यही क्यानाडामै छ क्या क्यानाडाको झन्डामा छ भरको सबको झन्डा एउटै छ बस नेपाललाई छोडेर सबको झन्डा एउटै छ सेम झन्डाहरू सबै सेम तर नेपालको चाहिँ अलिक फरक छ क्या अनि त्यो गेम नि मैले गएछ त्यो हेरेँ है अनि हेर्दाखेरि अब कस्तो छ के छ अब के थाहा छैन अब एकदमै धेरै टर्चर गरी मार्छ किन त्यस्तो गरेको होला अब केही थाहा नै छैन जति बेला पनि फेटालिटी भन्छ अनि फेरि फेटालिटी होइन फ्याराट्यालिटी भन्छ अब फेरि बोल्दाखेरि त्यही बोलिरहेको हुन्छ है त्यहाँको त्यो गेममा त्यो के अरे फेटालिटी भनेर बोलिरहेको हुन्छ मेरो टिकटकमा आउने त्यस्तै त्यहाँ बोल्ने फेटालिटी भनेर बोल्ने अनि के हो बुझ्नै सकेन तर फेटालिटी नि भनेको भने अनि द जोकर फेटालिटी भनेको नि के हो त्यो पनि थाहा छैन लगभग अनि त्यहाँनिर हेरेर मात्रै थाहा भयो आमामा एकदमै धेरै टर्चर गरी मार्छ त्यहाँनिर अरे बाप रे बाप अनि खुनै सबभन्दा धेरै टर्चर गरेर मार्यो भनेको द घोस्ट हो अरे बाप रे बाप के साह्रो टर्चर गरेर अनि फेरि त्यो युनिभर्स हुन्छ अरे अनि त्यो युनिभर्स तिनीहरूले त्यो फेरि अर्थ युनिभर्सले फेरि मन नपराउँदो रहेछ पृथ्वीवासीहरूलाई अनि त्यो कब्जा गर्नु अथवा त्यस्तो फाइटहरू कति के अरे अनि त्यस्तो गराउँनु खालि क्या त्यस्तै गर्न खोज्दो रहेछ त्यहाँ त्यो के अरे अर्थ युनिभर्सले अनि त्यही नहोस् भनेर चाहिँ अनि खालि तिनीहरू फाइट गरेको गरे आम्मामा फाइट पनि फेरि कस्तो खाले फाइट हो जता आएर त्यतै खुन अनि त्यस्तो खुन खराबी त्यस्तो गल्ती भएपछि अनि त्यो गल्तीलाई सबै सुधार जे होस् राम्रै रहेछ गड फायर अनि अर्को त्यहाँको भएको सबै क्यारेक्टर अनि त्यो के अरे सबैहरू थोक मलाई त्यो गेमको नि अनि फेरि ग्राफिक्स हेर है अब गेमको नाम सोधौ भने चाहिँ म दिन्छु अब सोधेनौ भने त म दिदिनँ गाइज अब तिमीलाई त्यो ग्राफिक्सको नामै सोधेको छैन ग्राफिक्सको नाम होइन गेमको नाम अनि मलाई चाहिँ ओभर राम्रो लाग्यो क्या ओभरहिट गो हेयर भने जस्तो ओभरहिट राम्रो लाग्यो त्यो गेम तर के हो कसो हो त्यो रुख चाहिँ कता हुँदो रहेछ तिमीहरू नि आफै हेर न गुलाबीबडाको रुख त्यही जापानमा मात्रै हो कि क्या हो अनि फेरि ओरेन्जवाला पनि रुख अनि फेरि रातोवाला नि रुख के यो गेमलाई चाहिँ के केटीले नि डेभलपर गरेको हो ती क्या भन्ने जस्तो क्या पब्जीमा पनि हेर न आम्मामा गुलाबीमा सेतो हिरण अनि फेरि अब त्यो त अर्कै त्यो के अरे सेतोमा निलो हो त्यस्तो हिरण फेरि आइसक्यो मैले मेरोमा त लगभग मैले त कलेक्ट गरिसकेँ अनि अझै त्यो के अरे स्मोकको त्यहाँ नि आइसक्यो र मलाई त्यो गेमको देख्दाखेरि नि केटीले नि डेभलप गरे जस्तो छ हेर न जता आएर त्यो गुलाबी रुख रातो रुख केटीहरूलाई मनपर्ने भनेको अब सबै रङ हुन्छ खोइ अब कसैको के तर मलाई मनपर्ने हुन्छ रातो हो अनि मलाई त्यो रातो देख्दाखेरि चाहिँ मलाई आमामा एकदमै धेरै राम्रो लाग्यो अनि अर्को पिङ्क चाहिँ थर्डमा मनपर्छ पिङ्क पनि रुख हुँदो रहेछ भनेर त्यतिखेर थाहा पाएँ लगभग मलाई त थाहा नै थिएन जापानमा पनि हुन्छ कि क्या पिङ्क टाइपको रुख मैले एनिमेमा हेर्दा त्यति खास लागेन गेममा देखेपछि त एकदमै खास पनि लाग्ने रहेछ राम्रो पनि लाग्ने रहेछ के साह्रो राम्रो हो यार एकदमै धेरै
राम्रो लाग्यो है मलाई चाहिँ वेलकम कि खोइ त्यो के हो त्यो एभ्री वान कि खोइ के भन्छ धेरै राम्रो छ नाइस टु मिट यु गेम भन्ने बेला भएछ त्यो गेमलाई त ओभर हिट राम्रो लाग्यो मलाई त्यो गेम अब रातो खाले रुख त्यस्तो त्यो रुख मैले कहिले देखेको थिइनँ त्यहीँ देखेँ रातो बडाको अनि फेरि ओरेन्ज त त्यही क्यानाडाको त्यो पत्तामा हुन्छ हौ त्यो एजेन्ट 47मा खै कुन चाहिँ एपिसोडमा हो त्यहाँनिर देखेको थिएँ अनि अरू बाँकी कहाँ देख्नु र त्यति नै हो क्या अनि गुलाबी टाइपको नि रुख देखेको थिएँ जो कि तिमीहरूले यहीँ पनि देख्छौ गुलाबी अनि खाले रुख